हामीले पाएको येशू ख्रीष्ट चाहिँ अरू मानिसहरूको बिचमा येशू ख्रीष्ट चिनाउने काम चाहिँ सुसमाचार हो। अनि यो सुसमाचार चाहिँ धेरैचोटि हामीले गरिराखेका हुन्छौँ र हामी गर्दै पनि छौँ र आज पनि हामीले सुसमाचारको कामहरू गरिराखेका छौँ। धेरैचोटि मान्छेहरूलाई सुसमाचार भनेको चाहिँ के हो, खासमा एउटा इसाई मत हो अथवा इसाई एउटा धर्म हो भनेर धेरै मान्छेहरूले बुझेका छन्। तर आज तपाईँहरूलाई हामी के भन्छौँ भने येशू ख्रीष्ट चाहिँ धर्म हुनुहुन्न। येशू ख्रीष्ट चाहिँ एउटा मानव जातिको निम्ति मध्यस्थ गर्ने एउटा परमेश्वरको पुत्र हुनुहुन्छ। हालेलुया। अनि येशू ख्रीष्ट चाहिँ हामी मानव जातिलाई उद्धार गर्नको निम्ति, हामी मानव जातिलाई बचाउनको निम्ति चाहिँ हामीले उहाँमाथि ग्रहण गऱ्यौँ भने, उहाँलाई विश्वास गऱ्यौँ भने चाहिँ हाम्रो उद्धार हुन्छ भनेर बाइबलले बताउँदछ। रोमी 10:10ले भन्दछ, यदि येशू ख्रीष्टलाई चाहिँ मुक्तिदाता हो भनिकन अनि उहाँ चाहिँ मरेको भहरूबाट जीवित हुनुको, परमेश्वरले जीवित पार्नु भनेर विश्वास गर्छौँ र त्यसले मुखले हाम्रो मुखले स्वीकार गर्छौँ र हृदयले विश्वास गर्छौँ भने त्यसको उद्धार हुनेछ भनेर बाइबलले बताउँदछ है। यो चाहिँ मेन कुरा चाहिँ हाम्रो लागि यही हो। हामी इसाईहरूले अथवा हामी क्रिस्चियनहरूले अथवा हामी प्रभु येशूमा विश्वास गरेकाहरूले बुझ्नुपर्ने मेन कुरा चाहिँ त्यही हो कि हामी धेरैचोटि हामीले धेरै कुराहरू गरिराखेका हुन्छौँ, गर्न असल कुरा हो, हामीले गरिराखेका पनि छौँ। हामीले अरूलाई परोपकार गर्ने, अरूलाई उद्धार गर्ने, अरूलाई सडकबाट टिपेर ल्याएर पाल्ने, आश्रममा लाने, उनीहरूलाई प्रभुको बारेमा सुनाउने र तिनीहरूलाई ठुलो बनाउने कामहरू हामीले गरिराखेका हुन्छौँ। तर मेन कुरो चाहिँ हामीले येशू ख्रीष्टको सन्देश चाहिँ मानिसको बिचमा पुगेर उहाँको बारेमा बताउनु चाहिँ हाम्रो लागि असल सन्देश हो र हामी मानव जातिको लागि असल खबर हो। त्यस कारणले गर्दाखेरि आज हामीले असल सुसमाचार मानिसहरूको बिचमा पुर्याउने प्रार्थना हामीले गरिराखेका छौँ। टेलिभिजनबाट, टिभीबाट, फेसबुकबाट, इन्स्टाग्रामबाट, मेसेन्जरबाट हामीले धेरैचोटि हाम्रो मानिसहरूलाई हामीले कसरी उद्धार गर्ने भन्ने एउटा चिन्तन, एउटा फिक्री हामीले बोकेर हुन्छ। त्यो चाहिँ एउटा भनौँ न, एउटा मान्छेको मनबाट, हृदयबाट उत्पन्न भएको त्यो शक्ति अथवा सामर्थ्य चाहिँ हामीले बुझेका छौँ। अनि सुसमाचार गर्ने धेरैवटा तरिकाहरू छ। हामीले सुसमाचार गर्दाखेरि हाम्रो मानिसहरूलाई भेला गरेर गर्न सक्छौँ होइन। हाम्रो घरमा बोलाएर अथवा पार्टीमा बोलाएर, पिकनिकमा लगेर अथवा कुनै पनि अफिसमा लगेर, हाम्रो कार्यालयमा बोलाएर हामीले येशू ख्रीष्टको बारेमा सुनाउन सक्छौँ। अथवा ठुलो समुदायमा पनि हामीले सुसमाचार सुनाउन सक्छौँ। अनि त्यो ठुलो समुदायमा चाहिँ हामीलाई पवित्र आत्माको सहायता चाहिन्छ। अनि इभन यो समय पनि हामीलाई पवित्र आत्माको सहायता चाहिन्छ। यो समय चाहिँ हामी पवित्र आत्माको उपस्थिति चाहिँदैन भन्ने कुरा होइन। मेन चाहिँ हामीले मेन्सन गर्नुपर्ने कुरा, हामीले बुझ्नुपर्ने कुरा, हामीले हाम्रो चेतनामा हुनुपर्ने कुरा चाहिँ सुसमाचार चाहिँ पवित्र आत्माको उपस्थितिमा गर्दा अझ राम्रो हुन्छ। अनि हाम्रो समुदायहरूलाई हामीले कसरी प्रभुमा डोर्याउने भन्ने कुरो चाहिँ मुख्य कुरा हो। त्यस कारणले गर्दाखेरि हामी यूहन्नाको पुस्तकबाट यूहन्नाको पुस्तक है, सुसमाचारको यो पुस्तक यूहन्नाको 11:26 पदबाट हामी केही पदहरू हेर्नेछौँ। त्यसमा हामी सबैले पल्टाउन सक्छौँ, तर हामीले सुनिराखेको वचन हो। तर आज हामीलाई पवित्र आत्माले हामीलाई नयाँ तरिकाबाट सिकाउन चाहनुहुन्छ। अनि यहाँनिर लेखिएको छ 26मा, यूहन्नाको पुस्तक 11:26 पदमा हामीले यहाँनिर गएर हेऱ्यौँ भने 25बाट हामी पढौँ है। येशूले तिनीहरूलाई भन्नुभयो, पुनः जीवन मै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि त्यो हुनेछ है। फेरि पनि म तपाईँहरूको सामु यो वचनलाई भन्न चाहन्छु। येशूले तिमीलाई भन्नुभयो अथवा त्यहाँको समुदायहरूलाई भन्नुभयो अथवा लाजरस मरेको स्थानमा अथवा त्यहाँको समुदायहरूलाई, त्यहाँको मानिसहरूलाई प्रभु येशूले के भन्नुभयो त, पुनरुत्थान जीवन मै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ। हालेलुया। अनि यो चाहिँ महत्त्वपूर्ण कुरा हो। आज येशू ख्रीष्ट यो दिनमा चाहिँ आज मर्नको लागि गइरहनु भएको छ होइन। यो दिन चाहिँ प्रभु येशू ख्रीष्ट किन मर्नको लागि जानु भइरहेको छ भन्दाखेरि हामी मानव जातिको निम्ति, किनभने मानव जातिको निम्ति एउटा उद्धार बन्नको निम्ति अनि यो एक परमेश्वरको योजना पुरा गर्नको निम्ति प्रभु येशू ख्रीष्ट चाहिँ मर्नको लागि जाँदैछ। अनि यो चाहिँ कुन घटनाको लागि, कुन सिलसिलामा जोडिएको छ भने जब लाजरस चाहिँ
जब च्यानमा गाडिँदै थियो अनि च्यानमा कुहिँदै थियो। तर यही समय मिलाएर प्रभु ख्रीष्ट त्यहाँ जानुभयो र लाजरसलाई च्यानबाट निम्ताउनु भयो, लाजरसलाई च्यानबाट निकाल्नु भयो। अनि येशू ख्रीष्टले मरेको लाजरसलाई छोइकन भन्नुभयो, लाजरस अहिले नै त जीवित हुनेछ। हालेलुया। जब येशू ख्रीष्टले त्यो बोल्नुभयो त्यो कुरा पुरा भयो, किनभने येशू ख्रीष्ट चाहिँ काम गर्ने, एक्सन गर्ने, अनि त्यो काम चाहिँ कसले गर्नुभयो त प्रभु ख्रीष्टले गर्नुभयो। आज हामीले हजारौँ मानिसलाई पनि यो कुरा हामी गर्न सक्छौँ। हामीले सुसमाचार सुनाउँदाखेरि मानिसलाई भन्न सक्छौँ, तपाईँ पनि मरेपछि जीवित हुन सक्नुहुनेछ। हालेलुया। मरेपछि जीवित हुन, बाइबलले यो पदले पनि यही भन्दछ कि पुनरुत्थान जीवन मै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ है, मर्यो भने पनि जीवित हुनेछ। अनि यसुले भन्नुभयो म नै हुँ कि संसारमा अथवा यो संसारमा मरेर जीवित हुनेमा पहिलो फल चाहिँ म नै हुँ है, म बाहेक कोही पनि पुनरुत्थान हुन सक्दैन भन्ने सन्दर्भमा उहाँले भन्नुभयो र स्वयं यो पछि गएर हुनुभयो। किनभने यसो चाहिँ पछि गएर के गर्नुभयो, फेरि जब मानिसहरूले उहाँलाई धेरै त्यहाँको राजनीतिज्ञहरूले, त्यहाँका मानिसहरूले, त्यहाँको समुदायले, त्यहाँका धर्मशास्त्रहरूले, त्यहाँको धर्मशास्त्रीहरूले, जुन यहुदीहरूले, फारसीहरूले, जुन तहका तबकाका विचार भएका मानिसहरू थियो जसलाई येशू ख्रीष्ट मन पर्दैन थियो, अनि ती मानिसहरूलाई चाहिँ येशू ख्रीष्ट मन नपरेको कारणले गर्दाखेरि बिना कसुर होइन, बिना त्यो भन्छ नि कुनै पनि कसुर नभएको, कुनै पनि दोष नभएको मान्छेलाई क्रुसमा लगेर टाङ्ने योजना बनाउँदैछ। अनि त्यो योजना चाहिँ के भन्दाखेरि पुरा हुनको लागि परमेश्वरले दिनुभयो। धर्मशास्त्रले यही बताउँदछ कि एउटा निर्दोष पाठको, एउटा निर्दोष एउटा मानिसको पुत्र चाहिँ के हुनुपर्छ, उहाँलाई चाहिँ गाडिनुपर्छ, उहाँलाई झिम्याइनुपर्छ, उहाँ चाहिँ मरेर पनि फेरि पुनरुत्थान हुनुपर्छ भनेर जुन धर्मशास्त्रमा लेखिएको थियो, त्यो धर्मशास्त्रको वचन चाहिँ पुरा हुन गइराखेको थियो। अनि त्यो पुरा गर्नको लागि चाहिँ येशू ख्रीष्ट तयार हुनुहुन्थ्यो, अनि परमेश्वरले पठाउनु भएको पुत्र चाहिँ येशू ख्रीष्ट हुनुहुन्थ्यो। अनि त्यही येशू ख्रीष्ट चाहिँ आजको दिन मानिसहरूको बिचमा जब मानिसहरूलाई ठुके, कुटे, मारे, निन्दाहरू, अपमानहरू सहनु पनि भयो, अनि त्यही सिलसिलामा उहाँ मरिसकिसकेपछि अनि उहाँलाई गाड्नको लागि जानुभयो। अनि येशू ख्रीष्टले पनि मरेको लाजरसलाई पनि निम्ताउने तयारीमा हुनुहुन्थ्यो। अनि पहिला चाहिँ उहाँले के गर्नुभयो भने येशू ख्रीष्टलाई चाहिँ के गर्नुभयो भन्दाखेरि येशू ख्रीष्टले चाहिँ पहिला के गर्नुभयो भने लाजरसलाई चाहिँ च्यानबाट निम्ताउनु भयो, अनि उहाँलाई पुनरुत्थान गर्नुभयो, अनि स्वयं आफै गएर पनि पुनरुत्थान हुनुभयो। अनि येशूले भन्नुभयो म पुनरुत्थान जीवन मै हुँ, मदेखि बाहेक यो संसारमा कोही पनि पुनरुत्थान हुन सक्दैन। त्यस कारणले गर्दाखेरि येशू ख्रीष्ट चाहिँ हाम्रो लागि चाहिँ, हामी मानव जातिको लागि चाहिँ, इभन हामी जुनसुकै कास्टको होलाौँ, जुनसुकै वर्गका होलाौँ, जुनसुकै समुदायका होलाौँ, तर हामी सबै परमेश्वरले बनाइएको जातिहरू, उहाँले डिजाइन गरेको जातिहरू। त्यस कारणले गर्दाखेरि हामीले बनाइएको, मानव जातिले बनाएको संस्कार, संस्कृति, मान्छेले बनाएको विचारहरूमा त्यो फरक हुन सक्ला, तर येशूले, परमेश्वरले बनाउनु भएको कुरा चाहिँ एउटै हो कि परमेश्वरले बनाउनु भएको चाहिँ एउटै मानव जाति हो, पुरुष र स्त्री दुईवटा जाति बनाउनु भयो। उहाँले कहिल्यै पनि मानव जातिलाई चाहिँ जातमा वर्गीकरण गर्नु भएन, तर पनि यो सिलसिलामा प्रभुले चाहिँ हामी मानव जाति सबैको लागि चाहिँ येशू ख्रीष्ट चाहिँ चाहिन्छ। त्यही कारण येशू ख्रीष्ट बिना हाम्रो उद्धार हुन सक्दैन, मुक्ति हुन सक्दैन। हामी धेरैचोटि हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि हामीले कहिले पाप गरेको छ र हामी कसरी पापी भयौँ र भन्ने सन्दर्भ धेरैचोटि हाम्रो मानव चेतनामा आउन सक्छ। तर त्यो एउटा सही कुरा हो, हामीले बुझेको पनि सही कुरा हो, तर हामी कसरी पापी भयौँ त होइन, हामीलाई कयौँ प्रश्नहरू आउँछ। मैले कुनै पापै गरेको छुइनँ, मैले कसैको हत्या गरेकै छुइनँ, मैले कसैले पनि नराम्रो गरेकै छुइनँ, किन म पापी भएँ? हाम्रो मनमा, हाम्रो दिमागमा धेरै प्रश्नहरू आउन सक्छ। तर हामी पापी हुनको कारण चाहिँ तपाईँहरूलाई एउटै कुरो चाहिँ के भन्दाखेरि हाम्रो जुन पिता पुर्खाबाट आदमबाट नै पाप सुरु भयो भनेर बाइबलले बताउँछ, अनि त्यही आदमको सन्तानहरू चाहिँ हामीहरू हौँ। त्यही कारणले गर्दाखेरि त्यो पाप चाहिँ पुस्तासम्म सर्दै आउँछ। इभन हाम्रो परिवारमा पनि सर्दै आउँछ, हाम्रो पिता पुर्खाबाट सर्दै आएको कारणले गर्दाखेरि त्यो चाहिँ एउटा रगतमा देखा पर्ने भएको हुनाले त्यो पाप चाहिँ रगतमा देखा पर्छ। त्यही कारणले गर्दाखेरि त्यो पापको कारणले गर्दाखेरि येशू ख्रीष्ट चाहिँ
हाम्रो निम्ति है बलिदान हुनको लागि तयार हुनुभयो। अझ हामी मानव जातिले बुझ्नुपर्ने कुरा केही छ कि हामी चाहिँ पापी छौँ। त्यही कारणले पापीको उद्धार चाहिँ भेडा बाख्राको रगतले अथवा हाँस कुखुराहरूको रगतले कुनै पन्छीहरूको रगतले हुन सक्दैन। त्यो चाहिँ कसको चाहिन्छ? परमेश्वरको पुत्र येशू ख्रीष्टको रगत चाहिन्छ। अनि त्यो येशू ख्रीष्ट चाहिँ निर्दोष हुनुहुन्छ अनि उहाँ चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ। र हामीले जति पनि अहिले हामीले प्रयासहरू गरिराखेका छौँ उद्धार पाउनको निम्ति होइन, हामीले उद्धार पाउनको लागि धेरै कोसिसहरू हामीले जीवनमा गर्छौँ। हामी धर्म कर्म गर्छौँ, कहाँदेखि कहाँ जान्छौँ, अनि हामीले विभिन्न स्तूपहरू बनाउँछौँ, अनि कुनै पनि पार्टी पौवाहरू बनाउँछौँ, अनि त्यहाँनिर हाम्रो त्यहाँनिर केही कुराहरू खडा गर्छौँ र हामी त्यहाँनिर पुज्छौँ। अथवा इभन हामी टाढा टाढा काशी गयाहरू पनि चारधाम पनि जान्छौँ। त्यो चाहिँ हाम्रो मानव जातिको कोसिस हो। अनि त्यसले चाहिँ हामीले हाम्रो एउटा चिन्तन हो, हाम्रो एउटा प्रयास हो। त्यो प्रयासले हामीलाई कहिले पनि उद्धार गर्न सक्दैन। तर एउटै उद्धार छ, येशू ख्रीष्ट मात्र छ है। हामी मानिस जातिले बुझ्नुपर्ने कुरा चाहिँ त्यही हो, किनकि त्यो हाम्रो प्रयासद्वारा हामी उद्धार पाउन सक्दैनौँ। अझ हाम्रो अहिलेको प्रयास, हामीले गरिराखेको प्रयासद्वारा इभन मैले पनि राम्रो काम गरेर उद्धार पाउन सक्दिनँ है। मैले असल काम गरौँ ल, समाजसेवा गरौँ ल, कुनै मान्छेलाई उद्धार गरौँ ल, तर येशू ख्रीष्ट बिना चाहिँ मानिस जातिको उद्धार हुन सक्दैन। त्यस कारणले गर्दाखेरि बाइबलले के बताउँछ भन्दाखेरि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, एक मात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर अनन्त जीवन पाओस्। अनि हाम्रो सुसमाचारको सन्देश पनि यही हो कि परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ है, सबैलाई प्रेम गर्नुहुन्छ। उहाँले इभन हामीलाई कसैले पनि छुट्याउनु हुन्न र आज तपाईँलाई मलाई पनि छुट्याउनु हुन्न, अथवा हामी विश्वास नगरेकाहरूलाई पनि छुट्याउनु हुन्न। तर एउटै कुरो चाहिँ के भन्दाखेरि हामीले येशू ख्रीष्टलाई चिनेका छौँ अनि कतिले चिनेका छैनन्। तर हाम्रो सन्देश चाहिँ येशू ख्रीष्ट चाहिँ तपाईँको निम्ति असल खबर हुनुहुन्छ अनि असल परमेश्वर हुनुहुन्छ। उहाँमाथि जसले विश्वास गर्छ है, उहाँमाथि जसले विश्वास गर्छ भने त्यसको चाहिँ उद्धार हुनेछ है। त्यो उद्धारको निम्ति चाहिँ प्रभु येशू ख्रीष्ट 2000 वर्ष अगाडि चाहिँ उहाँ चाहिँ इजरायलमा जन्म लिनुभयो। त्यो पनि मानव प्रक्रियाहरूद्वारा होइन, त्यो चाहिँ उहाँ चाहिँ पवित्र आत्माद्वारा गर्भधारण हुनुभएको छ है। अनि उहाँ चाहिँ त्यो कारणले गर्दाखेरि येशू ख्रीष्ट चाहिँ कुनै मानिसको सृष्टिहरू होइन। तपाईँ हामी एउटा मानवको सृष्टि हौँ, हामी बुवा आमाले हामी सबैलाई जन्म दिनुभयो, तर उहाँ चाहिँ परमेश्वरले पठाउनु भएको पुत्र हुनुभएको कारणले गर्दाखेरि उहाँ चाहिँ पवित्र आत्माको सहायताद्वारा चाहिँ उहाँ पृथ्वीमा जन्म दिनुभएको छ है। त्यही कारणले गर्दाखेरि हामीले बुझेको कुरा चाहिँ के हो, बाइबलले बताएको कुरा चाहिँ के हो भन्दाखेरि येशू ख्रीष्ट भन्दा बाहेक अरू कसैमा पनि उद्धार र मुक्ति छैन। र हामीले बुझ्नुपर्ने कुरा के भन्दाखेरि हाम्रो कोसिसले, हामीले धर्म कर्म गरेर, हामीले दान दक्षिणा दिएर, हामीले भेटी चढाएर होइन, त्यसले गर्ने कुरा एउटा मानव जातिको एउटा प्रयास मात्र हो है। त्यो प्रयासमा चाहिँ हामीले अहिलेसम्म पनि गरिराखेको छौँ, हामीले कोसिस गरिराखेको छौँ। त्यो कोसिसद्वारा हामी परमेश्वरसँग पुग्न सक्दैनौँ। अनि परमेश्वरसँग पुग्नको लागि एउटै उपाय चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। हालेलुया। येशू ख्रीष्ट बिना चाहिँ हामी उद्धार पाउन सक्दैनौँ, मुक्ति पाउन सक्दैनौँ, र परमेश्वरसँग पुग्न सक्दैनौँ। त्यसरी बाइबलको पुस्तक रोमीको 3:23 भन्दछ हामी धेरैजना पापी छौँ, हामी सबैजना पापी छौँ। इभन हामी कोही पनि त्यो पापबाट अछुत छैनौँ, अथवा हामी चाहिँ कोही पनि त्यो पापबाट चाहिँ वञ्चित छैनौँ। तर वञ्चित नभएको कारणले गर्दाखेरि हामीले चाहिँ त्यो पापबाट प्रायश्चित गर्नको लागि हामी को बाटो भएर जानु पर्यो? येशू ख्रीष्टको बाटो भएर जानु पर्यो। अनि येशू ख्रीष्टलाई हामीले पछ्याउनु पर्यो। हामीले उहाँलाई नै उद्धार र मुक्तिदाता हुनुहुन्छ भनिकन हामीले विश्वास गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि हामीले हजुरहरूलाई दिने सन्देश, अनि जो सुनिरहनु भएको छ यहाँ नजिकै, यहाँनिर नजिकै हुनुहुन्छ, जसले हामीलाई कान थापेर सुन्नु भएको छ, येशू ख्रीष्ट भन्दा बाहेक चाहिँ हामीले परमेश्वरलाई पाउन सक्दैनौँ है। हामीले धेरैचोटि हाम्रो कल्पनामा, हाम्रो भावनामा, हाम्रो विचारमा चाहिँ हामीले के गर्छौँ, हामीले संसारमा भएका जीवित अथवा अदृश्य चिजहरूलाई पनि हामीले कल्पना गरेर त्यसलाई हामीले ईश्वर मानेर परमेश्वरको साटफेर गरेर त्यो कुराहरूलाई हामीले स्थापना गरेर हाम्रो मन आफैले डिजाइन गरेर, हाम्रो भावनाले डिजाइन गरेर हामीले परमेश्वरलाई बनाएका छौँ। के हामीलाई परमेश्वरले बनाउनु भएको होइन र? के हामी सबैलाई परमेश्वरले बनाउनु भएको होइन र? अनि हामीले चाहिँ परमेश्वर बनाइराखेका छौँ कुनै चिजहरूलाई प्रयोग गरेर, हामीले कल्पना गरेर है। त्यही कारणले हामी अन्यथा भन्दैनौँ, तर हाम्रो
संस्कार त्यस्तो बसेको छ, हाम्रो संस्कृति त्यस्तो बसेको छ। तर पनि हामीले त्यो कुराहरूलाई छोडेर साँचो कुरो बुझ्ने हो भने चाहिँ बाइबलमा स्पष्ट लेखिएको छ येशू ख्रिस्टभन्दा बाहेक अरू कुनैमा पनि उद्धार र मुक्ति छैन। त्यस कारणले हामी येशू ख्रिस्टलाई हामीले मुक्तिदाताको रूपमा ग्रहण गर्नुपर्छ। हामी धनी होलाौँ, हामी शिक्षित होलाौँ, हामी विद्वान होलाौँ, तर सबैलाई अथवा सबै जातिलाई, सबै समुदायलाई चाहिँ येशू ख्रिस्टको आवश्यकता परेको छ। किनभने आज संसार डरलाग्दो अवस्था भएर जाँदैछ, बुझ्दैछ, मानव सभ्यताहरू मेटिँदैछ अनि मानवहरूमा चाहिँ पापहरू बढेर गइराखेको छ। अनि यो पापको कारणले गर्दाखेरि संसारमा परमेश्वरको क्रोधहरू खनिने अवस्थामा छ, खनिने समयहरू आइराखेको छ अनि येशू ख्रिस्टको आगमन हुने समय आइराखेको छ। त्यस कारणले गर्दाखेरि यो समय हुँदा नै हामी सबैले येशू ख्रिस्टलाई विश्वास गऱ्यौँ भने हामीले पाउने यो संसारबाट आउने क्रोधहरूबाट हामी बच्न सक्छौँ अनि हाम्रो उद्धार हुन सक्छ, हामीले जीवन पाउन सक्छौँ। त्यो चाहिँ संसारिक जीवनको कुराहरू गरेको होइन। आज हामीले जिरहेको जीवन चाहिँ यो संसारिक हो, तर बाइबलले बताउँदछ 2 कोरिन्थी 4:18ले बताउँछ देखिने चिज चाहिँ त्यो क्षणिक हुन्छ अनि नदेखिने चिज चाहिँ अनन्तसम्म हुन्छ। प्रिय मित्रहरू, यो कुरा हामीले बुझ्नुपर्दछ। यो देखिने चिज चाहिँ यो भौतिक संरचनाहरू, हामीले देखेको यो पार्कहरू, यो बिल्डिङहरू, यो सहरहरू एक दिन ध्वस्त हुनेवालामा छ, एक दिन नाश हुनेवालामा छ, एक दिन सकिनेवालामा छ। तर एउटै कुरो चाहिँ के हो भन्दाखेरि येशू ख्रिस्टमा मात्र जीवन छ अनि त्यो नदृश्य चिज चाहिँ हाम्रो आत्मा छ। आत्मामा येशू परमेश्वर अथवा हाम्रो प्रभु येशू ख्रिस्ट हुनुहुन्छ। त्यस कारणले गर्दा यदि हामीले आत्मामा आज नै येशू ख्रिस्टलाई मुक्तिदाता हो भनेर हामीले विश्वास गऱ्यौँ भने चाहिँ हाम्रो उद्धार हुनेछ। त्यही कारणले यो भौतिक शरीरहरू, भौतिक संरचनाहरू, आर्टिफिसियल कुराहरू चाहिँ एक दिन सडेर जान्छ मेरो प्रिय मित्रहरू। त्यस कारणले हामीले बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि यो दृश्य चिजहरू एक दिन नोक्सान हुन्छ, नष्ट हुन्छ, घटनाहरू घट्न सक्छ। अदृश्य चिज चाहिँ त्यो चाहिँ के छ, अनन्तसम्म छ। त्यसले हामीले विश्वास गरेको परमेश्वर अनन्त हुनुहुन्छ। हालेलुया। हामीले विश्वास गरेको परमेश्वर अनन्त हुनुहुन्छ। त्यस कारण गर्दा तपाईँहरूलाई यो सन्देश छ कि तपाईँले जो सुनिरहनु भएको छ, तपाईँहरूलाई अझै पनि मौका छ। येशू ख्रिस्टले तपाईँलाई प्रेम गर्नुहुन्छ, येशू ख्रिस्टले तपाईँलाई माया गर्नुहुन्छ, येशू ख्रिस्टले अझै पनि आफ्नो छोराछोरी बनाउन चाहनुहुन्छ, अझै पनि तपाईँले आफ्नो छोराछोरी बनाउन चाहनुहुन्छ। त्यस कारणले गर्दाखेरि मौका छ हजुरहरूलाई। तपाईँहरूले पनि विश्वास गर्नुभयो भने, येशू ख्रिस्टलाई ग्रहण गर्नुभयो भने तपाईँले जीवन पाउन सक्नुहुन्छ। अनि बाइबलले बताउँदछ, म फेरि पनि त्यही भर्सलाई दोहोऱ्याउँदछु, रोमी 10:10लाई, यदि परमेश्वरको पुत्र येशू ख्रिस्टलाई परमेश्वरले मरेकाहरूबाट जीवित पार्नु हो भने मुखले स्वीकार गर्छ र हृदयमा विश्वास गर्छ भने त्यसको उद्धार हुनेछ, त्यसको उद्धार हुनेछ। यदि तपाईँहरू पनि येशू ख्रिस्टलाई विश्वास गर्न चाहनुहुन्छ भने, येशू ख्रिस्टको बारेमा जान्न चाहनुहुन्छ भने तपाईँहरूलाई मौका छ। अनि हामी तपाईँलाई येशू ख्रिस्टको बारेमा सिकाउँछौँ अनि येशू ख्रिस्टको बारेमा तपाईँहरूलाई हामी सिकाउँछौँ। इभन तपाईँलाई मलाई पनि एउटा जिज्ञासा हुन्थ्यो, हामी यो संसारमा धेरैवटा साधना केन्द्रहरू खोलेका छौँ, धेरै साधना गर्ने आध्यात्मिक ज्योतिहरू, आध्यात्मिक कार्यालयहरू, आध्यात्मिक चिन्तन गर्ने ठाउँहरू जन्मेको छ। तपाईँहरू हामी योग गर्न सक्छौँ होइन, अनि विभिन्न प्रकारको प्रभु हामीले व्यायामहरू गर्न सक्छौँ, हामी शिक्षित हुन सक्छौँ, वैज्ञानिक हुन सक्छौँ, अथवा हामी ठुल्ठुलो गुरु हुन सक्छौँ, सन्त हुन सक्छौँ, तर उनीहरूबाट पनि उद्धार हुन सक्दैन। त्यसो भए हाम्रो बाइबलमा पनि 500 भन्दा बढी ठुल्ठुलो परमेश्वरको जनहरू, योद्धाहरू थिए। के येशू ख्रिस्ट किन आउनु पर्यो भन्दाखेरि उनीहरूबाट पनि उद्धार सम्भव थिएन, मोसाबाट पनि उद्धार सम्भव थिएन, अब्राहमबाट पनि सम्भव थिएन, एलियाबाट पनि सम्भव थिएन, तर एउटै सम्भव चाहिँ येशू ख्रिस्ट हुनुहुन्थ्यो। त्यस कारणले येशू ख्रिस्टबाट भन्दा बाहेक उद्धार अरूमा छैन प्रिय मित्रहरू। त्यस कारणले हामीले सन्तहरूबाट हामीले ज्ञान हासिल गर्न सक्छौँ, योगहरूबाट हामीले हाम्रो शारीरिक स्वस्थहरू सङ्कलन गर्न सक्छौँ, हाम्रो शारीरिक फिटनेसहरू राख्न सकौँला, तर पनि हामीले उद्धार चाहिँ हामीले पाउन सक्दैनौँ। अनि उद्धारको बाटो चाहिँ येशू ख्रिस्ट मात्रै हुनुहुन्छ। अनि बाइबलले बताउँदछ, बाटो सत्य र जीवन मै हुँ, मदेखि बाहेक कोही पनि परमेश्वर पिता कहाँ जान सक्दैन। त्यसकारण येशू ख्रिस्ट भन्दा बाटो अर्को कोही पनि छैन अनि सत्य ईश्वर पनि अर्को कोही पनि छैन, एउटा येशू ख्रिस्ट हुनुहुन्छ। अनि येशू ख्रिस्टलाई जसले अँगाल्छ, जसले प्रभु हो भनिकन विश्वास गर्छ, उसले चाहिँ जीवन पाउँछ। अनि जसले उहाँमाथि विश्वास गर्न सक्छ त्यसको मात्र उद्धार हुनेछ। प्रिय मित्रहरू, तपाईँलाई म फेरि पनि भन्न चाहन्छु, मौका आजै छ अनि समय धेरै छैन संसारमा, अब धेरै मौकाहरू छैन संसारमा देखिने
धेरै कुराहरू बढेर गइराखेको छ, उपद्रवहरू बढेर गएको छ, मानव संसारहरूको कङ्गाल भएर गइराखेका छन्, संसार ध्वस्त हुने अवस्थामा छ, एक दिन सिद्धिने वालामा छ। अनि प्रभु येशू ख्रीष्ट जुन त्यो समयमा भइराखेको यो येशू ख्रीष्टले भन्नुहुन्छ यो संसार चाहिँ म आउनुभन्दा अगाडि धेरैवटा घटनाहरू घट्नेछ, अनि धर्मको नाममा युद्धहरू चल्नेछ, अनि जातिको बिचमा द्वन्द्वहरू हुनेछ, एकले अर्काको विश्वासघात गर्नेछन्, अनि ठुल्ठुला घटनाहरू हुनेछन्, अनि म नै प्रभु हो भनिकन आउनेछन्। तर तिनीहरूलाई विश्वास नगर, ती चाहिँ झुट्टा कुराहरू हुन्। तर म जुन दिन पृथ्वीमा देखा पर्नेछु, जुन दिन फेरि मेरो पाइला पृथ्वीमा पर्नेछ, त्योभन्दा अगाडि मानव जातिलाई बचाउ र मेरो सुसन्देश प्रचार गर। हालेलुया। आज यो सन्देश तपाईँहरूको कान छ, जसको बाइबलले भन्दछ जसको कान छ त्यसले सुनोस्, जसको आँखा छ त्यसले देखोस्, जसको कान छ आत्मिकी कान त्यसले सुनोस् भनेर बाइबलले बताउँदछ। त्यसकारण तपाईँहरू सुन्दै हुनुहुन्छ भने तपाईँहरूलाई फेरि पनि भन्दछु, येशू ख्रीष्ट भन्दा बाहेक अरू उद्धार र मुक्ति छैन। हाम्रो चेतनाले, हाम्रो बुद्धिले, हाम्रो प्रयासले, हाम्रो योग्यताले, हाम्रो क्षमताले प्रभु येशू ख्रीष्टलाई, परमेश्वरलाई हामी प्राप्त गर्न सक्दैनौँ। त्यही कारणले गर्दा तपाईँहरूलाई म आजै भन्छु, भाइ बहिनीहरूलाई म आजै भन्छु, हाम्रो जीवन चाहिँ परमेश्वर मात्रै अनन्त हुनुहुन्छ, परमेश्वर मात्रै अनन्त हुनुहुन्छ। तर हामी क्षणिक छौँ, हामी यो संसार एक दिन छोडेर जानुपर्छ, यो संसारहरू बितेर जान्छ, यो संसारहरूमा हामी एक दिन यो संसारलाई हामी छोडेर अर्को घरमा जानुपर्छ। अनि संसारमा दुईवटा कुराहरू छ, त्यो दुईवटा बाटोहरू तयार भएको छ, एउटा स्वर्ग अनि नर्क है, एउटा स्वर्ग अनि नर्क। अनि कुन बाटो हामीले अप्नाउने है, कुन बाटो अप्नाउने त्यो निर्णय गर्ने अधिकार चाहिँ परमेश्वरले तपाईँ र मलाई दिनुभएको छ। अरू तपाईँ हाम्रो स्व इच्छाको कुरा हो, स्व विवेकको कुरा हो है, त्यसमा हामीले परमेश्वरले पनि समातेर जबरजस्ती गर्नुहुन्न। तर परमेश्वरले भन्नुहुन्छ कि तिमीहरूलाई मौका छ है, अनि जो चाहिँ जसले येशू ख्रीष्टलाई विश्वास गर्छ अनि त्यो चाहिँ म कहाँ आउन सक्छ। हालेलुया। अनि तपाईँलाई एउटा घटना बताउन चाहन्छु। तपाईँ जिपिएस जुपिटर तपाईँहरू हामी सबैको हातमा छ। हामी जिपिएस लिएर जब हामी साथमा हिँड्छौँ, तपाईँलाई पूर्व जानु छ भने तपाईँ पश्चिमतिर लाग्नुभयो, म पश्चिमतिर गएँ भने जिपिएसले भन्छ पश्चिमतिर जाऊ, तिमी उल्टो दिशातिर गइराखेको छौ, तिमी पश्चिमतिर जाऊ, फेरि पनि मोड, फेरि पनि फर्क भनेर जिपिएसले देखाउँछ। अनि येशू ख्रीष्ट पनि त्यही हुनुहुन्छ है, हाम्रो परमेश्वरले पनि त्यही भन्नुहुन्छ, तिमीहरू सही ट्र्याकमा फर्क है। आज हामीलाई संसारको भौतिक चिजहरूले मान्छेले बनाएको एउटा जिपिएसले त त्यो देखाउँछ भने प्रभु येशूले पनि त्योभन्दा माथिको कुराहरू देखाउनुहुन्छ। हालेलुया। त्यही कारणले गर्दाखेरि आज हामीलाई परमेश्वरको यही सन्देश छ, तपाईँले येशू ख्रीष्टलाई विश्वास गर्नुभयो भने, येशू ख्रीष्टलाई मुक्तिदाता भनिकन ग्रहण गर्नुभयो भने, येशू ख्रीष्टको बारेमा सुन्न चाहनुभयो भने तपाईँहरूलाई मौका छ। मेरो प्रिय मित्रहरू, यो चाहिँ संसार एक दिन टलेर जान्छ, यो संसार बितेर जान्छ, यो संसार एक दिन हराएर जान्छ। त्योभन्दा अगाडि नै हामी पनि सिद्धिन सक्छौँ। हाम्रो भरोसा हुँदैन, हामी मानव जाति अहिले यहाँ छौँ, भोलि अहिले त्यहाँबाट बाहिर निक्ल्यो भने हाम्रो ठेगाना हुँदैन। तर त्योभन्दा अगाडि हामीले प्रभु येशूलाई विश्वास गऱ्यौँ भने हाम्रो उद्धार हुनेछ, हाम्रो मुक्ति हुनेछ। हालेलुया। हामी तपाईँलाई यही भन्छौँ, हामी कसैले पनि जबरजस्ती गर्दैनौँ, परमेश्वरले स्वयं गर्नुहुन्न। हामी परमेश्वरको हामी सबै परमेश्वरको सन्तानहरू हौँ। हामीलाई कसैलाई पनि परमेश्वरले भेदभाव गरेर बनाउनु भएको छैन। तर एउटै कुरो, येशू ख्रीष्टलाई चाहिँ तपाईँले चिन्नु भएको छैन होला, तर पनि तपाईँहरूलाई मौका छ है। यही कुरो तपाईँलाई भन्न चाहन्छु है। त्यस कारणले गर्दाखेरि 15.5 करोड यो पृथ्वीबाट 15 करोड टाढा यो घाम छ, यो सूर्य छ, यो सन छ। तर यो सनले आज यो सनभित्र धेरै कुरा हिलियम, हाइड्रोजन ग्यासहरू हामी पाउँछौँ। आज त्यो 6.5 लाख दिन अगाडिबाट त्यसले ताप दिइरहेको छ, रात दिइरहेको छ। हाम्रो परमेश्वर पनि अनन्त हुनुभएको कारणले गर्दाखेरि आज तपाईँ र हामीलाई त्यही कुरो ल्याइरहनु भएको छ। एउटा घामले त त्यो ताप दिन्छ भने त्यसमा कमी भएको छैन, हाइड्रोजन कम भएको छैन, हिलियम कम भएको छैन भने हाम्रो परमेश्वर पनि तपाईँलाई मलाई प्रेम गर्नुहुन्छ। हालेलुया। कमी भएको छैन, उहाँले प्रेम गर्नुहुन्छ, तपाईँले हामीलाई वास्ता गर्नुहुन्छ, उहाँले हामीलाई फिक्री गर्नुहुन्छ। एउटा चिल चाहिँ आफ्नो बच्चाको निम्ति आहारा लिनको निम्ति त्यो चिल चाहिँ 710 किलोमिटर टाढा गएर आफ्नो आहारा लिनको लागि बच्चाको आहाराको निम्ति लिनको निम्ति जान्छ।
भने त्यो चिललाई आफ्नो त्यो बच्चा कहाँ फर्काएर ल्याउने चाहिँ फेरि त्यही परमेश्वर हुनुहुन्छ। हालेलुया। त्यस कारणले गर्दा त्यो फर्काउने चाहिँ परमेश्वर हुनुहुन्छ। हामीले वास्ता गर्ने परमेश्वर हुन्छ, फिक्री गर्ने परमेश्वर हुनुहुन्छ। त्यही कारणले गर्दा तपाईँलाई फेरि पनि भन्दछौँ, परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ, मानव जाति सबैलाई प्रेम गर्नुहुन्छ। सबैलाई उहाँले हामीलाई सृष्टि गर्नुभएको हो, उहाँले सबै जातिलाई उहाँले बनाउनु भएको हो। तर एउटै कुरो चाहिँ येशू ख्रीष्टमा मात्र तपाईँ र हाम्रो जीवन छ अनि उद्धार छ। तपाईँलाई मौका छ, तपाईँलाई यो मौका घरिघरि आउन सक्दैन प्रिय मित्रहरू। यो मौकामा तपाईँले प्रवेश गरेर चिन्नुभयो भने तपाईँको लागि जीवन बन्न सक्छ। हालेलुया। यो सन्देश तपाईँहरूको बिचमा छाड्न चाहे। मलाई धेरै कुरा बोल्न सक्दिनँ, म धेरै कुराहरू बताए पनि कुरा एउटै हो, तर एउटै हामीले जानेको कुरा चाहिँ एउटै हो, प्रभु येशू ख्रीष्टमा मात्र जीवन छ। हालेलुया। यही सन्देशलाई म यहाँ अन्त्य गर्न चाहन्छु।